एनपीएल सिजन 3 को अक्सनमा यति ठुलो गल्ती किन? टिमहरूले खेलाडी त छाने तर वास्तवमा टिमलाई चाहिने खेलाडी भाग्यको भरमा गुमाउन पुग्दा टिमको कम्बिनेसन रणनीति सबै चकनाचुर। अक्सनमा टिमले खुलेर खेलाडी छान्नुपर्ने ठाउँमा भाग्यले खेलाडी छान्दा आखिर कुन टिमलाई बढी फाइदा पुग्यो त र कुन टिमहरू ठगिए? के वास्तवमा 15 लाख पैसाको वर्षा भएका खेलाडी टिमको लागि टाउको दुखे बल्लान् या म्याच विनर खेलाडी? वास्तवमा जो युवा खेलाडीहरूसँग प्रतिभा थियो ती खेलाडीहरू नै अनसोल्ड भए। कयौं उदाउदा अन्डररेटेड प्लेयरहरूले एनपीएल खेल्ने मौका पाए। आखिर कुन टिमले कहाँनिर गल्ती गरे त? अनि कुन टिम अक्सनपछि बलियो भयो र कुन टिम कमजोर? आउनुस् आजको भिडियोमा हामी एनपीएल अक्सनको सबै कुरा बुझौँ। सबैभन्दा पहिला कुरा गरौँ क्याटेगोरी ए का खेलाडीको चक्करमा कुन टिमलाई घाटा हुन पुग्यो त? वास्तवमा ती खेलाडीहरू जो टिमलाई आवश्यक थिए त्यही टिमले पाउन सकेनन्। वास्तवमा कर्णाली र काठमाडौँलाई सिनियर खेलाडीहरू चाहिएको थियो तर उनी टिमहरूले नै भाग्यको भरमा टप खेलाडीहरू पाउन सकेनन्। विवेक यादवमाथि ठुलो बोली लागेको थियो, उनलाई भाग्यको भरमा चितवनमा पुग्यो उनी। त्यस्तै त्रिज राजदासलाई भाग्यको भरमा जनकपुरमा पुगे। त्यस्तै अर्जुन घरती भाग्यकै भरमा पोखरा पुगे। त्यस्तै आसिफ शेख भाग्यको भरमा लुम्बिनी पुगे। त्यस्तै रूपेश सिंह भाग्यको भरमा विराटनगर किङ्स पुग्दा कर्णाली र काठमाडौँ खाली हात फर्किन बाध्य भए। यो एनपीएलको अक्सनमा वास्तवमै कुनै खेलाडीहरू यस्ता पनि छन् जोसँग वास्तवमै प्रतिभा थियो र उनीहरू अन्डररेटेड खेलाडीबाट अब एनपीएलको जर्सीमा देखिनेछन्। त्यस्ता खेलाडीको कुरा गर्दा प्रसिद्ध जैसी जो युवा खेलाडी हुन् उनले काठमाडौँमा खेल्ने मौका पाए। त्यस्तै दयानन्द मण्डलले पनि काठमाडौँबाट खेल्ने मौका पाए। त्यस्तै आशुतोष पाण्डे, अपराजित पौडेल, विपिन रावल जस्ता युवा खेलाडीहरूले एनपीएलको ढोका ढकढकाउने अवसर पाउँदा वास्तवमा यो चाहिँ सबै क्रिकेट फ्यानहरूका लागि एउटा खुसीको खबर हो। त्यस्तै यो अक्सनमा कोही खेलाडी यस्ता छन् जसलाई वास्तवमै फ्यानहरूले सबै टिमले लिन्छन् सोचेका थिए तर तिनै खेलाडीहरू अनसोल्ड हुन पुगे। दिपेश कँडेल जोसँग म्याच विनिङ क्षमता थियो उनी अनसोल्ड हुन पुगे। त्यस्तै अनुज चनारा, साहिल पटेल, अमरसिंह रौटेला जस्ता म्याच विनर खेलाडीहरू नै अनसोल्ड भएपछि वास्तवमै टिमहरूलाई ठुलो घाटा हुन पुग्यो। अब एनपीएल अक्सनपछि कुन टिम सबैभन्दा बलियो देखियो र कुन टिम सबैभन्दा कमजोर देखियो त? आउनुस् छोटोमा बुझौँ। डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सलाई वास्तवमा फास्ट बलर र म्याच विनर क्षमता भएको ब्याटर आवश्यक थियो। उनीहरूले दुर्गेश गुप्ता, किशोर महतो जस्ता फास्ट बलरहरू पाए र आसिफ शेख जस्ता ठुला खेलाडीहरू पाउँदा उनको टिम सबैभन्दा स्ट्रङ देखिन्छ। त्यस्तै सुदूरपश्चिम रोयल्सले पनि सचिन भट्ट, अनिल खरेल जस्ता युवा खेलाडीहरू लिँदा त्यो टिम पनि ब्यालेन्स नै देखिन्छ। त्यस्तै विराटनगरलाई अलराउन्डरहरूको आवश्यकता थियो र उनीहरूले सुजन थप्पलिया, रूपेश सिंह जस्ता अलराउन्डर खेलाडीहरू पाउँदा त्यो टिम पनि ब्यालेन्स नै देखिन्छ। त्यस्तै विवेक कुमार यादव जस्ता ठुला हिटर पाएको चितवनलाई पनि विकेट किपर ब्याटर आवश्यक थियो र उनले विपिन रावललाई लिन सके। त्यस्तै मौसम ढकाल, अशोक धामी जस्ता स्पिनरहरू लिँदा चितवन पनि ब्यालेन्स नै देखिन्छ। त्यस्तै पोखराले पनि अर्जुन घरती जस्ता हार्ड हिटर ब्याटर पायो। त्यस्तै विवेक राणामगर जस्ता खेलाडीहरू पाउँदा पोखराको टिम पनि ठिकठाक नै देखिन्छ। त्यस्तै योपालि नयाँ रणनीतिका साथ अक्सनमा उत्रिएको जनकपुर बोर्डसे पनि त्रिज राजदास, हृत गौतम, आशुतोष पाण्डे, अभिषेक तिवारी, विशाल पटेल जस्ता खेलाडीहरू पाउँदा जनकपुर बोर्ड पनि स्ट्रङ नै देखिन्छ। त्यस्तै अब कुरा गरौँ एनपीएल अक्सनमा सबैभन्दा घाटामा परेका टिमहरू काठमाडौँ र कर्णाली। काठमाडौँलाई पनि टप अर्डर ब्याटरहरू आवश्यक थियो। उनीहरूले प्रसिद्ध जैसी जस्ता युवा ब्याटरहरूलाई टिममा लिए तर उनीहरू क्याटेगोरी ए को खेलाडीको चक्करमा अरू खेलाडीहरूलाई छोड्दा क्याटेगोरी ए को प्लेयरहरू भाग्यले नपाउँदा उनीहरूको टिम कमजोर देखिन्छ। त्यस्तै कर्णाली याक्सको पनि कथा उस्तै छ। उनीहरूलाई पनि टप अर्डर ब्याटरहरूको आवश्यकता थियो। एउटा शुभ कंसाकरलाई पाए कर्णालीले। उनीहरूलाई टप अर्डरमा जुन ब्याटरहरू चाहिन्थ्यो त्यो ब्याटरहरू उनले क्याटेगोरी एबाट पाउन नसक्दा कर्णाली याक्स पनि कमजोर नै देखिन्छ। साथीहरू समग्रमा भन्नुपर्दा योपालि एनपीएल अक्सनमा सबै टिमहरूले आफूले चाहेको खेलाडी त लिए तर गोलाफर्ताको सिस्टमले गर्दा टिमहरूले आफूले चाहेको खेलाडीहरू टिममा लिन नसक्दा कुनै टिमहरूलाई भने धेरै ठुलो घाटा पर्दा कुनै टिमहरूलाई भने धेरै फाइदा हुन पुगेको छ। साथीहरू अब भन्नुहोस् तपाईँको विचारमा एनपीएल अक्सनपछि कुन टिम सबैभन्दा बलियो देखियो र कुन टिम सबैभन्दा कमजोर? आफ्नो विचार अवश्य कमेन्ट गर्नुहोला। भिडियो मन परेमा लाइक र यस्तै ताजा क्रिकेट न्युजका लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। हामी अर्को भिडियोमा भेट्छौँ। धन्यवाद। जय नेपाल, जय नेपाली।